सार्दिउँ न पूजाको सामान मन्दिर। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आफ्टर लङ टाइम पछि म फेरि पनि न्यू ब्लग लिएर आइसकेको छु। आज चाहिँ मेरो छोराको बर्थडे अनि उहाँ चाहिँ मेरो श्रीमान महोदय अनि आज चाहिँ हामी मन्दिर हिँडेको। अब छोराको बर्थडे अनि मन्दिर गएर पूजासुजा गरेर हामी के गर्छौँ अन्तिमसम्म हेर्नु होला है त। अब चाहिँ हामी निस्किसकेको छौँ। मेरो छोरा श्रीमानजी बाइक रेडी गर्दै हुनुहुन्छ। सारा अब 5-10 को सार्दिउँ न पूजाको सामान अहिले आउँदै दिएर म बाइक पार्किङ चाहिँ यहाँ गरेको छोरा अब हामी चाहिँ मन्दिरको गेट सम्म आइपुग्यौँ। अब यहाँबाट भित्र जाने हो कालिका मन्दिर। जाडो छ गाइज, कस्तो चिसो छ रमजानको समयमा। उता चाहिँ टुरहरू आएका छन्। भन्नुहोस् हजुर, कस्तो लाग्दैछ? एकदम खुसी लागेछ हामीलाई। के भन्ने, आफ्नो छोरो आजको जन्मदिन हामी मन्दिर जाँदैछौँ छोरोलाई लिएर। छोरो, साली, बुढी, म अनि छोरा बुढी यसरी साथमा लिएर हिँड्दा कस्तो लाग्दैछ? कस्तो लाग्यो, खुसी लागेछ। अच्छा ठीक है। टाइम पाउनुहुन्न उहाँले, यस्तै छ कि काम नै यस्तै छ उसको, त्यही भएर कहीँ हिँड्न नि पाइँदैन। र मलाई लाज लाग्छ है। लाज लाग्छ अरे मेरो अलिक श्रीमानज्यू के अरे लाज के भन्छ लजालु हुनुहुन्छ, लजालु छन्। मैले चाहिँ उहाँलाई तिमी नै भन्छु है। हामी लभ परेदेखि नै तिमी नै भन्दै आएको। अब हिँड्दैछौँ कालिका मन्दिरको बाटो। हजुरहरू टाढाबाट हेर्दै हुनुहुन्छ नि हाम्रो कालिका भगवती दर्शन गर्न आउनु होला। एकदम मान्य ठाउँ हो। कति राम्रो बनाखाने यहाँबाट चाहिँ हाम्रो कालिका मातालाई डोलीमा चढाएर लगेको भनेर सुन्छु। यहाँ चाहिँ मेरो बहिनी छोरा समात्दै श्रीमानज्यू हिँड्दै हुनुहुन्छ। मन्दिरको गेटबाट मन्दिरसम्म पुग्दाखेरि
5 मिनट समथिङ त्यस्तै 10 मिनट लाग्छ। आज चाहिँ भिड नै रहेछ, लङ टुरका ट्रिपहरू आएको रहेछ। हेर्नु न उहाँ बहिनीलाई मेरो, मलाई नदेखा है, मलाई चाहिँ लाज लाग्छ पो रे। अनि छोरा हाम्रो 1 वर्षको भयो नि त, आफैले हुर्काएर 1 वर्ष भयो। अच्छा ठीक है। कस्तो लाग्दैछ त छोरा, ठुलो भएको जस्तो लाग्छ कि सानै छ जन्मेको जस्तै। हाम्रो लागि समस्या नै हुन्छ नि, जति ठुलो हेर्दा हेर्दै 1 वर्ष भयो कि गङ्गा जल छर्नु थियो, नुहाएर आएको त गाइस। ल बोबो नुहाएर आएको त के हुन्छ, निस्किनुहुन्न? चिसो हो, कस्तो चिसो छ। मन्दिर आइसक्यो, भिड नै छ मन्दिर आज। के भन्नुहुन्छ दाइले? भिड छ गाइस ल फाइनली मन्दिर आइसक्यौँ। भिड छ आज त। अब यहाँ चाहिँ सुरुमा गणेशजीले पूजा गर्छु। गणेशजीलाई पूजा गर्नुपर्छ नि सुरुमा। बाबुलाई जाऊ न। यही बलेकोबाट बाले नै हुन्छ है। यहाँ कमलको फुल नि छ नि, कमलको फुल। कमलको फुल त हो नि यो हो र? कमलको फुल अलि आज फुले छैन। कमलको फुल भनेको यसरी फाइनली पूजा सक्यो। पूजा सक्यो। अब हामी टिका लाउन जान्छौँ। मैले बोल्न जान्दिनँ। बुढालाई पनि बोल्न आउँदो रहेछ। ल
अब पूजासुजा सकेर टिकासिका लाएर अनि फोटो भिडियो बनाएर बिस्तारै जाँदैछौँ घरतिर। कामतिर जान ढिलो भयो, बुढालाई ढिलो भयो। छोरा रोएर जोक ढिलो भइसक्यो, घरतिर लाग्दैछौँ। बाउ छोरा अगाडि अगाडि, हामी पछाडि पछाडि। यो फोटो र भिडियो जति खिचे नि नहुने नपुग्ने के छोरी मान्छेलाई। तेरिका छोराले उहाँ आधी बाटोमा फर्किसकेपछि जुत्ता कहाँ खसाल्यो साथीहरू। अब खोज्न हिँड्न पऱ्यो नि त, झन् ढिलो भएको बेला। कहाँ खसाल्यो हो, वहीँ पर पुग्नु पर्ने। अब गाह्रो छ यो बच्चाहरूलाई सम्हाल्न। उसको ड्याडी चाहिँले बोक्नु भएको थियो, ड्याडीले याद गर्नु भएनछ कहाँ खसाल्यो हो। फेरि उहाँ मन्दिर, उहाँबाट यहाँ मन्दिरसम्म आइपुगेर बल्ल जुत्ता मन्दिरमै खसालेको छ। कस्तो याद नगरेको यिनीहरूले। उहाँबाट यहाँ आउँदा रहेछ, खुट्टा पनि दुखिसक्यो मेरो। फाइनली भेट्यो। अब मन्दिरको बाहिर ढोका बाहिर आउनु भइसक्यौँ। अब खाजा साजा खाएर जाने हो कि हेरौँ के हुन्छ। अब खाजा खान बसेको बाबुले यहाँ बस्नु दिएन। कस्तो चकचक गर्छ निको। खाजा साजा खाएर जानु पऱ्यो। समोसा पुरी तरकारी खाँदा चाहिँ खाना ल। अब खाजा साजा खाएर दिएको घर। मलाई ल साथीहरू, अब घरमा नि आइपुग्यो। पूजासुजा गरेर अनि बुढा पनि कामतिर जानुभयो। अब दिउँसोतिर अब बेलुकातिर अब यसको ड्याडीले त अब फर्स्ट बर्थडे नमनाऊँ यताउति भन्दै हुन्थ्यो। अब हेरौँ दिउँसोतिर अब के गर्छौँ, कहाँ जान्छौँ। बेलुकीसम्म अपडेट दिने नै छु, हेर्दै गर्नु होला। है त अब खुट्टा पनि दुखिसक्यो मेरो हिँड्दा हिँड्दा मन्दिरको बाटोमा। त्यही हो, बेलुकीसम्म के गर्छौँ हेर्दै गर्नु होला। स्टे ट्युन। यो मेरो छोराले मलाई यहाँ केही लाउनु दिन्न, न टिका न कानमा। हो नगर नि सानो यार। ओ बर्थडे बोय, बर्थडे बोय। अमाइ अमाइ अब चाहिँ दिउँसोको 3 बज्यो। अब भोक पनि लागे जस्तो भयो। अनि अब खाजा खाऊँ भनेर चाउचो लिन पठाएको बहिनीलाई। चाउचो लिएर आइसकेको अरे। अनि बाबुलाई चाहिँ अन्डा सन्डा दिनु पऱ्यो। हामी चाहिँ खाना पनि खाएको छैन, पेट कम नै भएको। खाजा साजा खाएर चिल्लो चिल्लो बिहान पनि खाएर पेट कस्तो भयो। अब चाहिँ मलाई भोक लाग्यो। अनि खाजा साजा खाएर खानु पऱ्यो भनेर चाउचो चाउचो पकाएर बाबुलाई चाहिँ त खाना त खुवाएको। बाबुलाई यसलाई पनि सन्चो होइन, बाबुलाई पनि सन्चो होइन। रोगको रोइ झिकझेकको झिकझेक।
अनि बिहान भात खायो, चिजबल खायो। अनि अब चाहिँ अन्डा सन्डा उसालेर दिनुपर्छ। के खाएको सानो चिजबल? खाजा रेडी गरिसक्यो बहिनीले। टक्क लाएर बाबुलाई अन्डा बोल हुँदैछ। हामीलाई खाजा रेडी। ल ओ माई गॉड। ल ओके अन्डा। ल है साथी, अन्त खाजा खान लाग्यौँ है। चाउचाउ र अन्डा।